सञ्चालकज्यूलाई धन्यवाद दिन चाहन्छु र राष्ट्रिय क्रिस्चियन महासङ्घ नेपालका वरिष्ठ सह-अध्यक्षज्यू, प्रवासी तथा गैर आवासीय विभागका प्रमुख सह-अध्यक्ष रीता थापाज्यू लगायतका सबै पदाधिकारीहरू र यहाँ उपस्थित पत्रकार मित्रहरू, राष्ट्रिय क्रिस्चियन महासङ्घका सबै पदाधिकारी, राजनीतिक दलका सहभागी मित्रहरू, यहाँहरूलाई सबैलाई धन्यवाद दिँदै यो विशेष गरिकन प्रभु येशू ख्रिस्टको शुभ जन्म उत्सव 2078 को शुभ अवसरमा यो देशव्यापी रूपमा मात्रै नभएर यो विश्वव्यापी रूपमा एउटा ख्रिस्टमय हर्ष उल्लासको समय भएको छ र यो समयमा नेपालमा पनि दशौं हजार चर्चहरू र विभिन्न क्रिस्चियन संस्थाहरूले क्रिसमसलाई एउटा हर्ष उल्लासको साथ मनाउने महिनौंदेखि क्रिसमस मनाइरहेको कुरा यहाँहरूले देख्नु भएको छ र यहाँहरूले हिँड्दै गर्दा पनि चोक चोकमा बाटामा चाहिँ सुपरमार्केटहरूमा क्रिसमस ट्री लगायतका एउटा प्रभु येशू ख्रिस्टको जन्मको उत्सवको चाहिँ एउटा संकेत हर्ष उल्लासको यहाँहरूले देखिरहनु भएको छ। यो अवसरमा सर्वप्रथम त म राष्ट्रिय क्रिस्चियन महासङ्घ नेपालको तर्फबाट सम्पूर्ण विश्वमै रहेका नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र यहाँहरूको चाहिँ शान्तिको लागि म राष्ट्रिय क्रिस्चियन महासङ्घबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र त्यसै गरिकन यो राष्ट्रिय क्रिस्चियन महासङ्घले क्रिसमसको पूर्व सन्ध्या हामीले प्रत्येक वर्ष पत्रकार भेटघाट गरेका छौँ र सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू मनाएका छौँ। तपाईँले हेर्नुभयो भने देशभरमा विविध खालका कार्यक्रमहरू आयोजना गरिएको छ। चर्चमा विभिन्न चाहिँ ठाउँमा चाहिँ यो क्रिसमसको कार्यक्रमहरू आयोजना गरिएको छ र त्यसै गरिकन चाहिँ राष्ट्रिय क्रिस्चियन महासङ्घले केन्द्रमा चाहिँ देशव्यापी रूपमा प्रदेशमा चर्चमा गर्ने राष्ट्रव्यापी कार्यक्रम छँदैछ, तर एउटा राष्ट्रिय जुन उत्सव एउटा चाहिँ कमलादी प्रज्ञा प्रतिष्ठानमा भोलि हाम्रो 2 बजेबाट सुरु हुन्छ र यो देशव्यापी रूपमा भोलि देशव्यापी रूपमा हुने प्रत्येक चर्चमा हुने विभिन्न चाहिँ एउटा चाहिँ हलहरूमा हुने र यो प्रज्ञा प्रतिष्ठानमा हुने सबै कार्यक्रमहरूलाई सफल बनाउनको लागि साथ सहयोग गरिदिनु हुन म नेपाल सरकार, राजनीतिक दलहरू, कूटनीतिक नियोगहरू, पत्रकार मित्रहरू लगायतका अन्य धर्मावलम्बी हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई पनि यो सहयोगको लागि राष्ट्रिय क्रिस्चियन महासङ्घ नेपाल हार्दिक अपिल गर्दछ। यो एउटा भव्य र सभ्य ढङ्गसित चाहिँ यो एउटा उत्सवलाई सम्पन्न बनाउनको लागि यहाँहरूको साथ सहयोग हामीले अपेक्षा गरेका छौँ र रह्यो कुरा अब क्रिसमसलाई एउटा सार्वजनिक छुट्टीको विषयमा यो नेपाली क्रिस्चियन समुदायले 2063 सालदेखि नै पाउँदै आएको कुरो बिचमा काटियो। मैले धेरै ठाउँ भनेको छु। त्यसपछि फेरि 1 वर्षको लागि थपियो, त्यसपछि फेरि अर्को 2 वर्ष काटियो र यस वर्षको लागि पनि हामीले यो अब निरन्तर क्रिसमसको सार्वजनिक बिदाको लागि चाहिँ अब राष्ट्रिय क्रिस्चियन महासङ्घले सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृहमन्त्रीज्यू लगायतका सम्बन्धित निकायहरूमा हामीले चाहिँ अनुरोध गरिसकेका छौँ ज्ञापन पत्र मार्फत र हिजो मात्रै पनि गृह मन्त्रालयमा छलफल गर्दाखेरि गृह मन्त्रालयले क्याबिनेटमा पठाइएको छ। तपाईँहरूको विज्ञप्ति मार्फत तपाईँहरूले थाहा पाउनुहुन्छ भन्ने खबर पाइएको छ र म नेपाल सरकारलाई धन्यवाद भन्न चाहन्छु र यो वर्षको लागि मात्रै नभएर सदाको लागि क्रिसमसको छुट्टी हुनेछ भन्ने म विश्वास व्यक्त गर्दछु र अर्को वर्षदेखि अब हामीलाई क्रिसमसको 2 दिन बिदाको चाहिँ हामीले माग गर्दछौँ। इस्टरको 2 दिन बिदा चाहिँ को हामीलाई आवश्यकता छ र हामी माग गर्दछौँ। नेपाली क्रिस्चियन समुदायलाई वर्षमा 4 दिनको लागि यो नेपाल सरकारले बिदा कायम गर्नुपर्दछ र यो सबै धार्मिक समुदायलाई एउटा चाहिँ आफ्नो चाडपर्वको सम्मान गर्नुपर्दछ भनेर म चाहिँ यो तपाईहरु मार्फत हार्दिक अनुरोध गर्न चाहन्छु र फेरि म अन्तमा के भन्न चाहन्छु भन्दा प्रभु येशू ख्रिस्ट जन्मनुभयो र तपाईहरुलाई आज मैले एउटा कुरा बताउनु पर्छ। येशू ख्रिस्टको यो जन्म उत्सव चाहिँ संसारभरमा तपाईले बुझ्नु भए हुन्छ, खोज्नु भए हुन्छ, संसारमा सबैभन्दा बढी मानिसहरूले मनाउँछन्। किन? पहिलो
प्रभु येशू ख्रिस्ट चाहिँ सबै मानव जातिको लागि जन्मनुभयो, मुक्तिको लागि जन्मनुभयो र यो मुक्ति दिवसको रूपमा चाहिँ मनाइन्छ। दोस्रो, प्रभु येशू ख्रिस्ट मानव जातिलाई प्रेम गर्नको खातिर जन्मनुभयो, यो प्रेम दिवसको रूपमा मनाइन्छ। तेस्रो चाहिँ शान्तिका प्रतीक येशू ख्रिस्ट हुनुहुन्छ अनि शान्ति दिवसको रूपमा यो उत्सव मनाइन्छ। त्यसैले संसारमा धेरै पर्वहरू धेरै मानिसहरूले बनाउँछन्, तर यसको महत्त्व चाहिँ छुट्टै छ र संसारमा सबै मानिसहरूले चाहिँ यो उत्सवलाई मनाउने गर्दछन्। र यो उत्सवलाई सफल बनाउनको लागि तपाईँहरू सबैको साथ सहयोग सहकार्यको लागि चाहिँ म हार्दिक अनुरोध गर्दै मेरो भनाइ पनि यही अन्त गर्दै म फेरि अन्तिममा सम्पूर्ण विश्वमै रहेका नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरूलाई म हार्दिक यीशु ख्रिस्टको चाहिँ जन्म क्रिसमसको अवसरमा शुभकामना व्यक्त गर्दछु। धन्यवाद। जय मसीह।